ल यहाँ चाहिँ नेत्रावती बगेर आइरहेको छ। त्यो हामी चाहिँ नृसिंह धाममा आएको छौँ। मेला लागिरहेको रहेछ। जेठ 1 गतेदेखि 31 गतेसम्म लाग्ने मेला है। ल हेर्नुहोस् नेत्रावती नदी बगिरहेको छ सुसाएर। यो दुई खोलाको दबानको उता चाहिँ बुढी गण्डकी गोर्खाबाट बगेर आउने, गोर्खा र धादिङको बिचबाट। यो पल्लोपट्टि चाहिँ यो दुई दोभानमा चाहिँ लाग्ने मेला है। ल यसो हेरेर रमिता हेरेर जाने हो आज। नृसिंह धाममा यसो नाच्ने गाउने कार्यक्रमहरू भइरहेको छ। तपाईँहरू पनि आउनुहोस्, नाचेर जानुहोस्। यहाँ मेला लागिरहेको छ है। मेलामा चाहिँ नेत्रावती नदीको ढुङ्गाहरू, यो दुई दोभानको सङ्गम। ल यो नेत्रावती, यो उता चाहिँ बुढी गण्डकी आएको छ। यसरी बगेर दुई खोलाको सङ्गममा चाहिँ नुहाउने। हजुर खोइ ढुङ्गा त देखेको छैन यहाँबाट। गोर्खाबाट चाहिँ यसरी बगेर आइरहेको यो बुढी गण्डकी हो। यो चाहिँ ठुलो छ। यसमा चाहिँ छेउछेउमा मात्रै नुहाउनु भनेर त्यहाँ ढुङ्गा पनि बारिएको रहेछ। ल धन्यवाद। जय नृसिंह सिंह।